ल है गाई जब हाम्रो चाहिँ अब यस्तो खानासाना खाएर अब घुम्दै जानु लाग्छौँ अनि साथीहरू सब पछाडि छन् क्यारे अब यस्तै हिँड्दै जानुपर्छ है साथीलाई चाहिँ यहाँ बिरानी भर्छन् भन्ने सुनिरहेको छु त्यही भएर अब यहाँले फार्मासीहरू जाम भनेर सुनिरहेको छन् त्यही भएर हिँड्नु लाग्यो यहाँनिर चाहिँ हाम्रो सौदीको स्टोर हो यो अनि यस्तो गाडीहरू देख्न सक्नुहुन्छ यहाँ सौदीतिरका अनि साथीहरू सब अब हिँडिरहेको छन् हाम्रो चिलमा है गाडीहरू हुन्छ अनि त्यही पारामा हिँड्नुपर्छ टक्क लगाएर गाडी हेर्न सक्नुहुन्छ यस्तो यस्तो हेभी गाडी यहाँ यो हाम्रो सौदी हो यहाँ हाम्रो खानासाना गाडी धुने उ गर्ने गर्छ अनि हाम्रो साथीहरू है साथीहरू त कहाँ पुगेछन् कि हामीहरू भने चाहिँ यतै छौँ ल आम्न ल छिटो जाम्नु हो अनि यस्तो घुम्दै जान लागिरहेको छौँ है साथीहरू त्यहाँ गएर पोलियो भएको छ भन्ने अनि त्यसले इमर्जेन्सी एक्सन लिन्छ फेरि अनि यस्तो टक्क लगाएर हेर्न सक्नुहुन्छ आजको मौसम हाम्रो सौदीको कस्तो छ अनि हामी चाहिँ अब घुमेर उतातिर आउँदैछौँ हाम्रो रङ साइडबाट हिँड्दैछौँ है साथीहरू अलिक माथि होला चिल पारामा हिँड्नुपर्छ बेला बेलामा अनि साथीहरूले भनेछन् कि अलिक फार्मेसीतिर जाम दोकानतिर हस्पिटलतिर जाम के भएको छ जाँच गरौँ भनेर अनि सब यता पार्किङ एरिया आउने है गाडीहरू पनि आइरहेछन् हाम्रो रङ साइडमा हिँड्छौँ अनि त्यो पनि अब विचार गरेर हिँड्नुपर्छ सौदी हो यहाँ अन द स्पट गाडीहरू हिँड्छन् है 80-90कै स्पिड हुन्छ यिनीहरूको ठाउँमा काएर हुँदैन नि त ट्राफिक लाइट आएको बेलामा हिँड्ने हो टक्क अनि साथीहरू सब आइरहेछन् सब आफ्नै पारामा छन् अब हाम्रो दाइ हेर बिन्दास फेरि कपडा खोलेर कसै केही उठार्नै सक्दैन त्यस्तो छन् पुरा अनि हेर्न सक्नुहुन्छ यस्तो हेभी ड्युटीहरू छ यहाँ भनेको टक्क लगाएर यो चाहिँ हाम्रो हस्पिटल हो हामी जाने चाहिँ कहाँ हो दाइ यो त फार्मेसी होला यो त चेकअप हुन्छ होला यहाँ हुन्छ चेक यता हुन्छ यता ल हाम्रो आइसक्यौँ ल यतिलाई राख्न चाहन्छु ल हस्त नमस्ते भाइ